आज चाहिँ हामीले तीज फेस्टिभल मनाउन गइरहेका छौँ जुन हाम्रो गाउँमा हुन गइरहेको छ। अहिले तपाईहरुले मनाउनु भएको छ कि छैन? सो हो तपाईहरुले पनि राम्रोसँग मनाउँदै हुनुहुन्छ। ह्यापी तीज। हाम्रो यहाँनिर गीत बजिरहेछ। सो यहाँनिर केटीहरूले डान्स सिक्दैछन्। उहाँ हेर्नुस् उहाँहरूले डान्स गर्दै हुनुहुन्छ। कञ्चनीलाई तपाईको आउटफिट भन्नुस् त। त्यही हो यता आएर भन न। एन्जिला सो उहाँको आउटफिट यस्तो रहेको छ आज। सो अब यहाँ हुनुहुन्छ हाम्रो कञ्चन एन्जिला घिसिङ। उहाँ अझै पनि राम्रो छ कि छैन भनेर हेर्दै हुनुहुन्छ। जुन यहाँ हाम्रो टिकटक बन्नेवाला छ उहाँ हुनुहुन्छ हाम्रो दुईजना हरियाली। ल यता 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 आउ न। गाइजहरू यो मेरो भ्लगमा खासै के अरे प्रो होइन। सो मेरो भ्लगलाई अलिकति सो तपाईहरुले अब त्यो लभली साथी समी को हो भन्दै हुनुहुन्छ होला। उहाँको चुडाहरू एकदम राम्रो। कहाँबाट किनेको यो? It's pretty cute. सो तपाईलाई आज तीजको तपाईहरु हाम्रो दर्शकलाई के भन्न चाहनुहुन्छ त? सो गाइजहरु तपाईले त्यो प्रिटी सारी चाहिँ कसको कलेज के अरे लिदेको होला भनेर सोच्नु भएको होला। तपाईहरुले खोज्दै हुनुहुन्छ होला। ओ उहाँ हुनुहुन्छ समी। समीजी तपाईको आउटफिट भनिदिनुस्। लभली कञ्चन। सो अब हाम्रो हुनुहुन्छ यहाँनिर मिलाउँदै हुनुहुन्छ। एक्सक्युज मी यहाँ आउनुहोस् तपाईँ। तपाईँको आउटफिट भनिदिनुहोस् प्लिज। त्यो हटाउनु प्लिज। ल तै पनि आउँछ त्यो। ल नाइस। के तपाईँले हाउस अफ के तपाईँलाई हाउस अफ नेपाल स्पोन्सर गर्नुभएको छ? पैसा हालेर किनेको भन न। अब उहाँ त अर्को आउँदै हुनुहुन्छ। उहाँ हुनुहुन्छ। उहाँ एकदमै राम्रो देखिराख्नु भएको छ तर उहाँले आफूलाई बाइस मेरो राम्रो आउटफिट चाहिँ फ्रम नेपाल मन्दरीको गिफ्ट हो। यो चोलो चाहिँ मैले रत्नादीबाट लिएको हो। कहाँबाट हो यो? Can you imagine? कहाँबाट हो यो? That size fits this size. Wow. Pretty comfortable. Hack. Look at this. It's called hack. Yeah, and then this chura is from Ravinadi. Same हाते खाउनु न। मेरो दुईटैको same. मेरो पनि छ गाइजहरु। And then my earrings are from Nepal and this is from Swarovski. Thank you. Oh, that's cute. एकदम क्यूट। अब गाइजहरु तपाईहरुलाई मेरो पनि त आउटफिट के अरे चेक गर्न मन लागेको होला नि त। म यो क्यामेरा रोनियालाई दिन चाहन्छु। सो गाइजहरु यो चाहिँ मेरो आउटफिट रहेको छ। सरी मेरो सारी बिग्रेको पनि हुन सक्छ। So this saree is from Nepal. हामीलाई मन्दाले ल्याइदिएको।
ए गाइजहरु मलाई र सवितालाई सेम नै उयो गरेको जुत्ता लाएर मन्दिर पनि जान सक्छौँ कहिले काहीँ छ यस एकदम त्यसपछि दिस ब्लाउज इज फ्रम नेपाल एज वेल यो चाहिँ मलाई मेरो साथीले गिफ्ट दिएको थियो एन्ड दिस इज फ्रम कहाँ यसपाको कुनै नेपाली पसलबाट अनि यो पनि एकदम राम्रो छ त्यसपछि इयरिङ छ यो इयरिङ चाहिँ कञ्चन हाम्रो निरौला कञ्चनको मम्मीले ल्याइदिनु भएको नेपालबाट थ्याङ्क्स टु हर स्टिकर रहेछ यहाँ ल मोडल वक अब यति नै हो गुलो भएर यस्तो नै हो सर्कल ओके ओके सो यहाँ चाहिँ के अरे मेहेन्दीको प्रोग्राम भइरहेको छ उहाँहरू चुज गर्दै हुनुहुन्छ यो चाहिँ स्टिकर हो यो जान्छ राम्रोसँग हो भोलि फेरि आधी चाहिँ जाला आधी चाहिँ नजाला र सो म चाहिँ कुन चुज गर्छु भन्ने थाहा छैन मलाई सो चुज मलाई देऊ न कुन चाहिँ कस्तो त्यो इन्डियाको के अरे इन्डिया गेट छ नि त्यस्तो रहेछ त्यस्तो लिटर लिएर नि हो यो गाई झरेर त खै तिम्रो देखाउ न कस्तो रहेछ मेरो उसलाई भने वाट डु यु मिन बाइ माथिबाट पानी हाल्नु कसरी निकाल देखाउनु तिमीलाई मैले तपाईँ अलिकति भ्लगमा सबै भएर एकदम ज्ञानी भएर बोल्ने बुझ्नुभयो बुझ्नुभयो तपाईँले गाई जो चाहिँ हाम्रो स्टिकरवाला मेहेन्दी कस्तो राम्रो हेर्नुहोस् कस्तो राम्रो सिनबाट मगाएको अरे है देखाउ त कञ्चन तिम्रो सो क्युट रबिना तिम्रो देखाउ त एन्जिलाको खै उहाँले केही काट्दै हुनुहुन्छ तपाईँ कहाँ लाउनुहुन्छ भन्नुहोस् उहाँले खुट्टामा लाउनुहुन्छ अरे रोनिया तिम्रो देखाउ त कस्तो भयो कस्तो राम्रो उसको त फुल भइसकेको छ त्यहाँ उहाँ काट्दै हुनुहुन्छ मैले उहाँको अहिलेसम्म केही देखेको छैन यो है कस्तो राम्रो छ एकदमै कन्भिनियन्ट रहेछ सारी बिग्रिसक्यो के हो त्यस्तो गिफ्ट सो हामीले चाहिँ यो रोनिया भन त के हो यो सो अब चाहिँ हामीहरूले इच एभ्रीजनाको लागि चाहिँ एउटा एउटा गिफ्ट लिएर आउनेहरू भनेको थियौँ सो हामीहरूलाई चाहिँ हामीहरूको बिचमा डिस्ट्रिक्ट केही पनि नहोस् भनेर चाहिँ सबैजनालाई एउटा एउटा लिएर आएको छौँ अनि अहिले चाहिँ हामीहरू ठ्याक्कै ऱ्यान्डम त्यसै लाग्छ अनि जसले जे जे पायो पायो इट्स लाइक इन देयर ओन लक सो गाइज म चाहिँ एकदम एक्साइटेड छु गिफ्ट पाउनको लागि मेरो उता छ त मा सिफोराबाट आएछ नि त गाइजहरू सिफोरा गाइज म एकदम एक्साइटेड थिएँ सिफोराबाट आयो भनेर तर होइन रहेछ उसले मलाई ब्याग मात्र हो भन्यो गाइजहरूको यहाँ डिसाइड हुँदैछ ल है अब भ्लग टेकन ओभर बाई एन्जली सिंह मलाई अलिअलि खोकी लागिरहेछ अब हामी यहाँ सबैजना गिफ्ट भागभन्दा गर्दैछौँ सबैजनाको लागि एक एकवटा गिफ्ट ल्याइरहेको छौँ समथिङ स्मल नुन पनि ल्यायो यारिनहरूले नुन पनि हो मेरो छ यहाँ मेरो चाहिँ सानो चक्लेट हो यो पाउचै हो है गिफ्ट केही पनि छैन भित्र देखेँ
उसको चाहिँ यहाँ पाउच छ, उसले यहाँ के छ हामीलाई थाहा छैन भित्र। आइएम सो एक्साइटेड। उहाँहरू आफ्नो गिफ्टहरू हेर्दै हुनुहुन्छ होइन, उहाँहरूले के लिएर आउनुभएको छ भनेर खोल्दै हुनुहुन्छ। उहाँहरू दुईजना स्पाउजहरूको चाहिँ जहिले सेम हुन्छ, किन हो थाहा छैन। सेम टाइम छ ल मैले नि पर्पल वालै पाएको अलिअलि पर्पल। एन्जिला तिम्रो सबैमा गिफ्ट एउटै छ कि डिफ्रेन्ट डिफ्रेन्ट छ? ओ मैले उयो यस्तो पाइनँ नि त, यो वाला पाइनँ मैले। त्यही भने गर्नुपर्ने हो तर ल नगर तिमी, यो तिम्रो यो तिमी ल। हामी दुईजनालाई भएन, उसले ल्याइदिन्छ अरे, छोड्नु। मसँग धेरै क्यारियर अप्सन थिएन के त्यही भएर हामी जान राम्रो गरेर 1 2 3 के हो रविनाको हात किन यहाँ आइपुग्छ कि त्यही हुँदा हुँदा। खै हेर। म 3 सिरानीको खोल गाइस मेरो चाहिँ यो पर्पल पर्यो। मजा आउने भयो मेबी लास्टमा एकैचोटि राख्नुपर्छ त्यसो यसलाई नगरौँ है राम्रो कलर चाहिँ रहेछ पछि। सो गाइजहरू अहिले चाहिँ हाम्रो यहाँ डिनर हुन लागेको छ। आजको हाम्रो रेसिपी रहेको छ, खै त अलि त जाऊ। के को रेसिपी हो र? सरी मेनुमा, तिजको मेनुमा रहेको छ। सरी गाइज माई ब्याड। अचार रहेको छ, यहाँ धनिया रहेको छ। यो चाहिँ मेनुमा थियो कि थिएन थाहा छैन, बट स्टिल यो हाम्रो मटन रहेको छ। यो रहेको छ, के हो यो? राजमा र राजमा मैले फ्रिजमा राखिदिएको छु राजमा र के हो अरे यो पनिर। सो अहिले हाम्रो सेल्फ सर्भ भइरहेको छ। हामीले एकछिन टिकटक बनायौँ, खासै नाचेको त छैन, त्यही पनि तिजको गीतमा। सेल्फ सर्भ भइरहेछ। यता डिनर हुँदैछ गाइजहरू तिजको हाम्रो। मैले अलिकता बनाएको थिएँ हिजो। मैले धेरै कुरा काटेको थिएँ हिजो। यहाँ चाहिँ फिलिपिन्सको पनि गिफ्ट उहाँले भर्खर रिसिभ गरिदिउन्। सो आजको हाम्रो तिज प्रोग्राम चाहिँ सकिसकेको छ। अब नेक्स्ट इयर। थ्याङ्क यू फर वाचिङ दिस युट्युब च्यानल। सी यू इन माई नेक्स्ट भिडियो। थ्याङ्क यू सो मच। गुड नाइट एभ्रिबडी।